खरिदार, नासु, शाखा अधिकारी र 7औं प्रदेशको 4औं, 5औं र 7औं तहमा म्याग्ना कार्टाबाट सम्भावित क्वेसनहरू र हालसम्म सोधिरहेका क्वेसनहरू चाहिँ डिस्कस गर्न गइरहेका छौँ। म्याग्ना कार्टा चाहिँ कहिले जारी भएको थियो? 1215 जुन 15मा। म्याग्ना कार्टा जारी गर्ने राजा को थिए? राजा जोन द्वितीय थिए। म्याग्ना कार्टा भन्नाले के बुझिन्थ्यो भनेर क्वेसन सोध्न सक्छ। अथवा बेलायती जनताले प्राप्त गरेको स्वतन्त्रताको अधिकार पत्रलाई के भनिन्थ्यो भनेर सोधे म्याग्ना कार्टा। मानवाधिकारको विकासको प्राचीन दस्तावेज पनि के हो त? म्याग्ना कार्टा हो। यो विश्वकै पहिलो मानवाधिकार सम्बन्धी लिखित दस्तावेज हो। मानवाधिकार सम्बन्धी पहिलो कानुनी घोषणा पत्र हो। यो चाहिँ मानवाधिकारसँग सम्बन्धित चाहिँ पहिलो कानुनी घोषणा पत्र हो। द ग्रेट चार्टर अफ द लिबर्टिज हो। म्याग्ना कार्टामा हस्ताक्षर कहाँ भएको थियो? लन्डनबाट 19 माइल टाढा रेनिमेड भन्ने स्थानमा भएको थियो। अथवा कहिलेकाहीँ चाहिँ के भनेर सोध्न सक्छ त? म्याग्ना कार्टा चाहिँ कुन नदीको किनारमा चाहिँ हस्ताक्षर भएको थियो भनेर सोध्न सक्छ? थोमस नदीको किनारमा। म्याग्ना कार्टाको परिमाण स्वरूप प्रचलनमा आएको रिट कुन हो त? बन्दी प्रत्यक्षीकरण। जोन द्वितीयको निधन कहिले भएको थियो? सन् 1216 अक्टोबर 19मा। जोन द्वितीयको निधनपछि को राजा भयो? हेनरी द्वितीय। हेनरी द्वितीय चाहिँ कसका? राजा जोन द्वितीयका छोरा हुन्। म्याग्ना कार्टामा कतिवटा धारा रहेका छन् त? 63वटा धारा। म्याग्ना कार्टामा चाहिँ कर सम्बन्धी कानुनलाई के भनिन्छ? स्कुटेज भनिन्छ। म्याग्ना कार्टामा कतिवटा शब्दको प्रयोग भएको थियो? 4922वटा। म्याग्ना कार्टामा प्रयोग भएको भाषा कुन हो त? ल्याटिन भाषा हो। म्याग्ना कार्टाको ड्राफ्ट तयार गर्ने व्यक्ति हुन्? स्टेफन ल्यान्टान हुन्। हेनरी तृतीयले म्याग्ना कार्टा कति पटक संशोधन गरे? हेनरी तृतीयले चाहिँ म्याग्ना कार्टा 3 पटक संशोधन गरे। 1216, 17 र 25 फेब्रुअरी 11मा। म्याग्ना कार्टा चाहिँ हेनरी तृतीयले कति पटक संशोधन गर्यो भनेर सोध्यो भने 3 पटक। म्याग्ना कार्टा कति पटक संशोधन भएको छ भने चाहिँ 4 पटक। 3 पटक चाहिँ हेनरी तृतीयले गरे। 1216, 1217 र 1225मा र 1297मा चाहिँ किङ एडवर्डले। म्याग्ना कार्टाको मसौदा तयार गर्ने को थिए त? ब्यारुट पादरीहरू थिए। म्याग्ना कार्टामा 4वटा प्रतिहरू कहाँ छन् त? म्याग्ना कार्टामा चाहिँ 4 प्रतिहरू सुरक्षित छन्। तिनीहरू कहाँ छन् त? एउटा ब्रिटिस लाइब्रेरीमा चाहिँ 2 प्रति छन्। ब्रिटिस लाइब्रेरीमा 2 प्रति छन् भने सेल्सबरी क्याथोलट र लिङ्कन क्याथोलटमा चाहिँ 1-1 प्रति छन्। म्याग्ना कार्टाको अर्को नाम के हो त? आर्टिकल अफ ब्यारोन्स हो। यो ब्रिटिस संविधानको बाइबल हो। आर्टिकल अफ ब्यारोन्स र ब्रिटिस संविधानको बाइबल हो। म्याग्ना कार्टा बेलायतमा कति कानुनको सङ्ग्रह थियो? म्याग्ना कार्टा चाहिँ बेलायतका कति कानुनको सङ्ग्रह थियो? 37वटा। म्याग्ना कार्टाको मसौदा लेख्ने मुख्य व्यक्ति को थिए? स्टेफन ल्यान्टान थिए। म्याग्ना कार्टाको मसौदा लेख्ने मुख्य व्यक्ति को थिए त? स्टेफन ल्यान्टान। अब त्यसपछि चाहिँ म्याग्ना कार्टामा चाहिँ 63वटा दफा रहेका छन्। ती दफामध्ये चाहिँ केही इम्पोर्टेन्ट दफाहरू छन् जुन चाहिँ 63वटा दफा चाहिँ पढ्न पर्दैनन्। ती दफामध्ये चाहिँ केही दफा 1 को चर्चको स्वायत्तता, अनि 2 र 8मा चाहिँ स्वतन्त्रता विवाह, अनि 12 र 14मा चाहिँ संसदबाट स्वीकृतिले मात्र कर लगाउन पाउने। दफा 22 र 24मा चाहिँ राजाले न्यायको व्यवस्था सञ्चालन गर्नुपर्ने। दफा 28 र 30-31मा चाहिँ व्यक्तिको सम्पत्तिको प्रत्याभूत गर्नुपर्ने। अनि दफा 38मा चाहिँ फौजदारी न्यायसँग सम्बन्धित व्यवस्था र दफा 29मा चाहिँ स्वतन्त्रता र निष्पक्ष न्यायसँग सम्बन्धित व्यवस्था गरेको छ भने दफा 54मा चाहिँ राजा मन्त्रीहरू र कर्मचारीहरूले चाहिँ कानुन जान्नु र मान्नुपर्ने व्यवस्था गरेको छ।